खुट्टा फ्याँकेर भित्ता भुइँ कुर्दै पनि दिन्छ पो त केटीले त अलिकति गर्दैन बाबा गर्दैन अब यस्तो त गर्दा के हुन्छ त यस्तो आया बेबी अलिक फास्ट गर न अलिकति अलिकति फास्ट गर न एकछिन गर माइ गड कन्टिन्यू गर न कन्टिन्यू गर न बेबी कन्टिन्यू गर ल राजाहरू ल तिमीले गर्ने बेला मैले गर्नुपर्छ कस्तो मिठो गरेको तिमीले कस्तो मिठो फिल भयो नि पुरा ठाडो भएर नि एकछिन ठाडो भएर कसरी मुनि मजाले सिरियललाई सुतिरहेको तिमीले माथिबाट गरे जस्तै फिल भयो यार एकचोटि उठ त तिम्रो त्यो साइज उठाइकन हेरौँ किन उठ न एकचोटि कस्तो उठ्यो भनेको होइन उठ्यो भनेको होइन खै त नि खै देख त चलिरहेछ देख्दैन होला फिटिक ए त्यो चढेको छैन खा उठ न एकचोटि त्यो सानो भाइ हेरौँ छिटो न उठ न त्यो त देखाउनु मिल्दैन क्या कहाँ त्यो त रनक्कै हुन्छ त कहाँ त्यो देखाउनु मिल्छ डबल गर न गाइस ल छिटो देखाउनु मिल्दैन क्या कहाँ देखाउनु मिल्छ त खै उठ न एकचोटि देखाउनु मिल्दैन क्या खै अनि तिम्रो त छैन क्या अनि उड्दैन त किन छैन उठिहाल्छ त अनि हाम्रो चाहिँ उनी भने त हाम्रो चाहिँ हाम्रो सामान भने त हाम्रो चाहिँ देखाउन मिल्दैन क्या होइन त्यो के निकालेको त्यो पेन्सिल हाले जस्तो पेन्सिल हाल्यो क्या अब भित्र घोचेर मर्ला फेरि ओ पर चाहिँ मान्छे अलिक थाप्नु पर्यो आज असार 15 दिनभरि दही खाएर राति घिउ निकाल्नु परेन पर्छ अहिलेको गर्दैन कान्छी कस्तो त्यति बुझ्दैन यार छ्या त्यति त गर्दैन छ्या गर्दैन कहाँ गयो यो लाडोलाई केली बोलाउनु पर्यो गाइस केलीलाई सेयर गर त गाइस केली बोलाउ राजाहरू केली बोलाइदेऊ अब दिनभरि हलो जोतेको छ र दही खाएको छ राति घिउ निकाल्नु परेन केली सेयर गर केली बोलाउ आया केली बोलाउ गर्मी हुन्छ है लुटी यो फ्याल्देऊ यो गर्मी हुन्छ अब यो फ्याल्देऊ अब यहाँ के हुन्छ टुप्पो मात्र देख्छ अनि मेरो बुबुको टुप्पो देख्छ त्यो अघि गर्दै कान्छी अघि गर्दै ट्याप भुइँ कुटेको लु म यहाँ कन्टिन्यू गर्छु कन्टिन्यू है म केरीलाई बोलाउँछु लड्डु बोला केरीले बोला आया यसको 2 इन्च भन्दा छ नि अब ल्या म झुट बोल्दिनँ नचली बस्दाखेरि 4 इन्च चलेर बस्दाखेरि 6.5 इन्च तर चारवटा ब्यारिङ हालेको छु लिङ्गमा तल 2टा माथि 2टा सिलिकनको चोक्टा हालेको छु आया कान्छी जो गर्न कस्तो मजा भइरहेको छ आज त असार 15 भयो त लु मनाउनु पर्छ हलो जोत्नुपर्छ अब केले बोला बोला केले बोला राजाहरू तुन्दुरो खेला तुन्दुरो चलाउँदै गर राजाहरू चलाउँदै गर डबल ट्याप पनि हानेर त डबल ट्याप हान अब जलमा हुन्छ डक्टरले आज खुसी पार्छ आज यहाँ डक्टर आज फिल्डमा छ डाक्टर अब डाक्टरले ज्याकेट खोल्छ डाक्टरले अब गर्मी भयो केमा वाट्सएपमा वाट्सएपमा खोइ त अर्को फोनमा छ केलीलाई अर्को फोनमा जोइन गरेको छ अब डाक्टरले केलीलाई कि गिनीलाई पनि कल लाउँ गिनीलाई पक राजाहरू गिनीले पनि बोलाइदिनु आज त हेर हाम्रो त दसैँ हो आज त दसैँ हो हाम्रो मागेर पाउनुपर्छ माग्दाखेरि दिनुपर्छ कसैले जबरजस्ती गर्नु भएन अब जस्तै लुतीले ओइ साइड चिक्स साह्रै चिक्न मन लाग्यो तल देउन भन्दा दिन्छ उसले दिनुपर्छ माग्न पाइन्छ जबरजस्ती गर्नु उसले त दिन्छ क्या उसले त दिन्छ पक राजाहरू गिनीलाई फोन लाउँ एकताल गिनीलाई फोन लाउँ आज त मागेर माग्न पाउँछ चोर्न पाउँदैन जबरजस्ती गर्नु पाउँदैन अब गर्नु मन लागेको छ गर्न मन लागेको छ पक गिनीले पक बोला म यहाँ गिनीले फोन लाउँछु एकदम यहाँ लाइफमा आउनु त छिटो यहाँ लाडोले तपाईँलाई सम्झिरहेछ ल छिटो आउनु त बोला लिएर आउनु न फलो गर्छ उसले गिनीको कल उठिरहेको छैन गिनीको कल उठिरहेको छैन गिनी कहाँ छौ तिमी लाइभ आउ त एकछिन आज त असार 15 यसो दुध दही यसो के घिउ सिउ देऊ मैले भोइस गरेको छु राजाहरू फेरि आउँछ अरे ला आज यस्तो चिकेर सुतिन्छ पक्का आज यस्तो चिकिन्छ पक्का कति बेला आउँछ अरे
छिटो आउँछ है ऊ आइसक्यो केली माथि अन्त मोटो बोला 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 केली बेबी माथि आऊ बेबी कस्तो बाक्लो पो छ त केली आऊ लत्तै पानी निकाल्छौ अब माथि बोला 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 लाइभ खोलौ लाइभ खोलेर माथि आउनु न मोटो घरको ठुलो आइडी ऊ भइरहेको के त्यही भएर राजाहरू कन्ट्रोल कन्ट्रोल गर राजाहरू कन्ट्रोल गर फलो गर ल खेलाउँदै गर राजाहरू खेलाउँदै गर केटी क्यामेरा खोल फेरि यो केटाहरूलाई सिक भयो भने पनि यत्रो गाह्रो हुन्छ दुईवटा ल्याइदिएँ मैले ल केटी दुईवटा दुईटा यो को चिनेन जुनेलाई डबल ट्याप गरौँ न जुनेले पनि आवाज त राम्रो पो गर्छ त जुनेले बिचरा त्यो डगी हान्दाखेरि बिचरा कहाँ उछिटिन्छ सानी चाहिँ केली चाहिँ ठिक्क अडिन्छ केली चाहिँ ठिक्क भित्तामा अडिन्छ जुने अलिकति त्यो मासु खा कान्छी कोरा सानो अघिको त्यो घिउ देऊ त बाबा पर गएर त्यो भित्ताको त्यो भुइँकुटा त आया म त त्यो हेर्दाखेरि त नि यो तुन्तुरो नि फाटेर खानु जस्तो लाग्छ नि चिलाएर छ बिस्तारै ओ माइ गॉड पानी झरेको छ यसको दुर्पण लगाउ न यसको चिलाएको छ भने दुर्पण लगाइहाल त जुनेलाई दिदी पेन्टिनै भिजेको पानीले जुने त्यो रुगा लागेको सिगान भन्दा साह्रो बगेको छ केलीको त केही भएको छैन अलिअलि टिसीमा अलिक चिप्लो छ केलीको अलिकति उसमा चाहिँ अलिकति जुने त्यो टिसीले पुछ बाबा टिसीले नत्र भने त्यो ब्राको दुनाले पुछ आया यहाँ सुन है राजाहरू यहाँ सुन है कुनै पनि संविधानमा आफूले मनमा लागेको कुरा व्यक्त गरेर पाइन्छ भनेर लेखेको छ क्या कसरी फाँसी दिन आँटेको मान्छेले पनि तेरो अन्तिम इच्छा के छ भन्दाखेरि मैले चिक्न मन छ भने उसले चिक्न दिन्छ क्या उसलाई मागेर खान माग्न पाउँछ जबरजस्ती गर्न पाउँदैन अब माग्दाखेरि ल ठिक छ म दिन्छु भन्दा ठिक छ रन के हो त है अब हामीले राजाहरूले केटाहरूले अस्तिबाटै मैले थमाएको राजाहरूले कति ठ्याक हान्न मन लागेको छ कति झार्न मन लागेको छ राजाहरूलाई मैले पख भन्दाखेरि होइन जुने कहाँ छौ तिमी जुने अफ्रिका ल अलिकति उ गर ल थोरै च्याप जुने अलिकति गर उम्ला कति हालेको छ खुट्टा फालिरहेको छु च्यातिरहेको छु थोरै खुट्टाबाट अलिकति उसले चला टिसीलाई कच गर थोरै अलिकति तलमाथि चलाइरहेको छु चला अलिकति केटीले गर्छ लड्डुले पठाइदिन्छ केली मुटु साइड सिक्स पढ्छ साइड सिक्स पढ जा त अघि त भिकुट जुनीले आवाज निकाल्छ पक यस्तो गर्छ ल साइड सिक्स 2-4 चोटि गर ल होइन त्यो भुइँकुट्न भुइँकुट न आया जुने करा ल केटाहरू खेलाउँदै गर सबले खेलाउँदै गर केटाहरू है राजाहरू ल सिरानले खुट्टा सिरानले च्याप सिरानले च्याप त्यसै ठ्याक सयमै पनिसमेन्ट गरेको होइन हामी आज त मागेर खाएको यो लाठीले कुटे गरे के हामी केटी आज त मागेर खानेको कति त आगर न मुजी जुने करा नाच्ने न मुजी Oh, yes, baby. Welcome to Saturday. कस्तो अमिलो भयो यार बेबी चटपटे खाएको तिमीले पानीपट्टि खाएको आज कस्तो अमिलो भयो अमिलो भयो के गर्छ त ओइ लाडो मुजी म गेम हेरेको थिएँ के मुजी एलबी को गेम थियो नि त आज बिग म्याच घन्टाको गेम थियो आफूले कस्तो चिक्न मन लाएर नपाएर हैरान भएको छ तिम्रो गेमको कुरा गर्छ ल माछु नि ओइ यसो गर केली त बिस नबोले आज त असार 15 मागेर खान पाउँछ केलीको पनि दे
घिउ पारेको अहिले छ माग्नु मही पारेको माग्नु त मुजी मेरो पुती माग्न माग्छु म पुती दिन्छु तँलाई माग पुती कल गरेर मुजी तँलाई आज पुती दिन्छु म सुन म यी माग्छु हेर केली पसिना आउने गरी नचिकेको पनि धेरै भयो एकताल त दिएन यार असार 15 हो एकताल त देऊ न यार एकताल आइज ल अलिकति क्यामेरा मिलाऊ कुट त्यहाँ कुट कान्छी कुट ट्याप आम्मा वाह आज डक्टर ह्याप्पी भयो ओए जुने सेकेन्ड ब्याक ओइ म नि ओए जुने तपाईले म ओइ त आज असार 15 हो ओइ आज असार 15 हो एकचोटि त्यो अस्तिको पेन्टी लगाएर देखाइदेन आज असार 15 हो मागेको ल पक मैले तेरो कुरा माने ल छिटो न आज असार 15 हो हैन ला त्यो पेन्टी मात्र लगा है आज मैले तेरो कुरा माने त्यो ज्याकेट खोल्न त्यो ज्याकेट कुरा खोल्न माथि ज्याकेट खोल्न मुझे सेक्सी बोय भरे यो हैन त ज्याकेट खोल्न मुझे त्यो ज्याकेट खोल्नु के हो त्यसरी ल आज मैले तिमीहरूको कुरा माने ल अब केटी ब्रा पनि लाएर आउनु हुन्छ ब्रा पनि लगा ल ब्रा पनि लगा आज मैले तिमीहरूको कुरा माने लगा वान पिस पनि लाउनु हुन्छ वान पिस लगा ल मैले तिमीहरूको कुरा पनि माने आज ल पक्क भन्छ कुन पेन्टी लाउनु यो सेतो कि जालीवाला कि बुट्टावाला जालीवाला लगा मुझे जालीवाला लगा आर्दैन कत्रो गुला च्याप्छ अनि रेड कलरको छ र रेड कलरको कि कस्तो गुला च्याप्छ यो ठिक हुन्छ बुट्टावाला रेड कलरको छैन यो ठिक हो हुन्छ नि बुट्टावाला लगा ल बुट्टावाला लगा ल म यी लाउँछु ल पक्क 3वटा रोज आन न गाइस 3वटा रोज है माग्चिनेहरु केटा सबले मार्छ ल आज म केटी बन्देला केटाहरुलाई कति खोलेर देखा ओइ कति खोलेर देखा त कति खोलेर ओए लट्ट तिम्रो नाममा एक लट छोडेर आउँछु ल यो कस्तो गुला च्याप्छ के फेरि यस्तो छिटो पेन्टीले खोइ लगाइन देखा त अलिकति दाम देखा त अलिकति देखा त पेन्टी पनि देखा त लगाएको लाको भन्छ कस्तो कुरै बुझ्दैन खोइ देखा त त्यही कलरको यसलाई खाइछ माथि लगा ल पक्क आज मैले तिमीहरूको कुरा माने तर यहाँ सुनै लास्टमा हामीले भने पनि मान्नुपर्छ नि फेरि लास्टमा हामीले भने पनि मान्नुपर्छ नि फेरि ल आज माग्ने मागेको दिनु कपाल पनि खोल तिमीहरूले भनेको कुरा मैले माने ल म ब्रा पनि लाउँछु ल पक्क चस्मा खोल्न मुची एकछिन चस्मा खोल्न मुची चस्मा चाहिँ खोल के माछिने मेकअप गर्न लाउनु पर्छ है मोटो मेकअप गर्न लाउनु न त्यसलाई लिपस्टिक पनि लगाउ न लिपस्टिक लाउन थोरै यो ब्रा कसरी लाउनु यो ब्रा आँट्दैन ओके म घुमाएर लाउँछु ल ए पहिले यो खोल्नु त यो पक ल पक म अच्छा ल म फाइनली हैन केटी भएर आउँछु ल पक तर यहाँ हामीले मागेको पनि देऊ नि हामीले मागेको पनि देऊ है ओइ यो केटी ओइ केटी यो तिमी पनि माथिको सेक्सीको टी सर्ट खोलेर सेक्सी टी सर्ट लाएर आउँछ यो टी सर्ट हुँदैन पुडी मात्र देख्यो जाऊ आज माग्ने कि दुईजना चेन्ज भएर आऊ न दुईजना चेन्ज भएर आऊ त तिमी केटा बनेर आऊ केटी बनेर आउँछ कि जाऊ न लड्डुलाई पहिला गर्नु त दिदीको पालो रे छिटो यार तो भनेको यार यो ब्रा त आज लड्डु चिक्ने बनाएर आइछ ब्रा लगाऊ अनि त्यहाँ भित्र त्यो कट्टुहरू जे भए पनि घुसाएर है यत्रो बनाएर आऊ आज मलाई डबल ट्याप बने मुर्दाहरू डबल ट्याप बना न ट्याप त गर्दैन गरेको सबैजना ओइ केटा सबै डबल ट्याप दादाहरू तिम्रो कोही भाउजू आउँदैछ यहाँ भाउजू आउँदैछ गुला चाहिँ पनि त लास्टै गुला चाहिँ भयो खप्पै हाल्यो होला नि तैँले अनि अलिक लुज बना न लुज बना ओ माय गॉड मलाई चिकन बेबी अनि कत्रो छ त अनि त्यो पनि अनि त्यति साह्रो चेप्ने गरी न ऊ कता गयो ओ ट्याप गर न ओइ केटाहरु ट्याप गर यार ओइ डक्टर उयो पनि लाउनु न लिपस्टिक लाउनु ल लिपस्टिक लगा भन्नु न दिदी थोरै ठीक है उसँग त छ अन्त लिपस्टिक र टिका नि लगा भन्नु न ओरा डबल ट्याप दादाहरु भाग लास्ट छ डबल ट्याप गर सबैजना डबल ट्याप गर आइडी जान्छ फेरि
सबै डबल ट्याप गरेर ट्याप पनि गर्दैन हेर्नु मात्रै खोज्छ पालै पालो हो क्या यहाँ म पनि देखाउने हो ओइ, नि क्यामेरा तर यहाँ सुन हामीले मागेको पनि धेरै तिमीहरू ल हामीले मागेको पनि धेरै फेरि ल के ल हामीले लास्टमा पुत्ती जान्छ पुत्ती ल मैले अब हामीले अरू बेला मानेको छैन र भन्नु त त्यही त हामी मार्छौँ त मानिरहेको छ त हामीले अरू बेला हामीले फेरि पुत्ती चाहिन्छ नि पुत्ती लास्टमा यस्तो मिठो पुत्ती चाहिन्छ नि फेरि पुत्ती पुत्तीबाट निकालेको पानी दिन्छु ल पानी चाहिँ देखाउनु सक्नुहुन्छ नि डबल ट्याप गर नि गाई सबैजना डबल ट्यापै भएन के डबल ट्याप भएन यार डबल ट्याप गरिदेऊ न हौ लड्डु पुरा फायरमा आउँदैछ अरे त्यहाँ अब तिमीहरूले चिक्न होइन लड्डुले आउँदैछ तिमीहरू मेरो इफेक्ट कता कतै मेरो इफेक्ट खै के भयो तिमीहरूलाई चिकम चिकम लागेको छैन हेर्नु न उयो के भन्छ त यस्तो सेप पनि कति ठुलो भयो नि कस्तो राम्रो देखेको ओइ के लाग्छ नि भित्र त त्यहाँ कत्रो कत्रो फुलेको छ त अनि ओ मेरो पुत्ती भन् अहिले म डेमु हेर्नु न उठ्न डेमु हेर्नु उठ्न ल खै एकचोटि फिगर हेरौँ त लड्डु उपर जाऊ न उपर जाऊ अलिक किन्नु भरे नि मान्छौँ नि आज मलाई कस्तो चिक्न मन लागेको छ जुगा हेर्नु त्यहाँनिर दिदी जुगा हेर्नु अघि मैले भिसी गरेको मनिकनमा अनि म त उसको झार्ने बेलामा ब्लक हानिदिएको खातेलाई मनिकनमा त यसरी गरेँ मैले यसरी फाडेर कता कता गरेको त्यहाँनिर त्यो कस्तो हाल्यो पुत्तीमा आउला खै के भयो त्यो नलाग सुट गर्दैन के बेबी त्यो अहिले उता तिमी फिगर हेर्नु न एकचोटि पर यहाँनिर त्यो के भन्छ ए लुगालाई के भन्छ त्यो अलिक माथि तान्नु न कस्तो फिगर हेरौँ न के त्यस्तो गर न हल्का माथि तान्न अलिक सँगै माथिसम्म मलाई कस्तो चिक्न मन भनेको मान्छे अहिले उब्रेर यस्तो गर्न यस्तो गर दुध पोलेको लडी मेरो अलिकति पर जान तेरो र मेरो त उत्रै रहेछ तेरो र मेरो उत्रै रहेछ यार झुट न मुझे तँलाई कति ओइ त न झुट बोल्दा नबोलिकन भन तँलाई कतिजनाले जिकिसक्यो भन त मलाई फर्स्टमा शेर्पाले मलाई उयो देखायो अनि त्यहाँबाट मलाई जिएमसीले पनि भन्नु मलाई भेट भइरहेको थियो अनि किन झुट बोलेको होला भनेको थियो जिएमसीले मलाई अनि फेरि प्यार देखाएर गयो अहिले त पुतारी पनि छ लाइफमा कहिले काहीँ ए मुखमा हाल्दै होला नि बाहिर पक्का म डान्स गर्छु ल ल खै एउटा डान्स डबल